नमस्कार साथीहरु, स्वागत छ आजको यस भिडियोमा म हजुरहरुलाई एसईमा सोध्न सक्ने क्वेशनहरुको एन्सर सहित प्र्याक्टिस गर्ने अथवा पढाइ गर्ने तरिका सिकाउन गइरहेको छु। त्यो पनि एआई को माध्यमबाट। भिडियो एकदमै महत्त्वपूर्ण हुनेवाला छ। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। तपाईहरु पनि एसई को तयारी गर्दै हुनुहुन्छ भने एआई को माध्यमबाट हजुरहरुले कुनै पनि विषयको क्वेशनको एन्सर एकदमै सरल र सजिलो तरिकामा दिन्छ। हजुरहरुलाई प्र्याक्टिस गर्न पनि एकदमै सजिलो हुन्छ। आउनुहोस् म हजुरहरुलाई एआईबाट कुनै पनि विषयको क्वेशनको एन्सर निकाल्ने तरिका सिकाउने छु। साथीहरु, तपाईहरु पनि एसई को तयारी गर्दै हुनुहुन्छ भने हजुरलाई यो भिडियो अन्तिमसम्म हेर्नु होला। सबैभन्दा पहिला हजुरले आफ्नो मोबाइलको प्ले स्टोरमा जानुपर्ने हुन्छ। हजुर यसरी प्ले स्टोरमा जानुहोस्। त्यसपछि यहाँ सर्च बारमा गएर हजुरले च्याट जीपीटी भन्ने यसरी एप्लिकेसन आउँछ। च्याट जीपीटी हजुरले इन्स्टल गर्नु होला। हजुरहरुले इन्स्टल छैन भने इन्स्टल गर्नु होला। म अलरेडी इन्स्टल गरेर राखेको छु। म सिधै ओपन गरेर यहाँ देख्न सक्नुहुन्छ। म च्याट जीपीटी एप्लिकेसनलाई अन गरेर देखाउने छु। यहाँ देख्न सक्नुहुन्छ अन गरे। त्यसपछि हजुरले अन गरिसकेपछि हजुरलाई यस्तो किसिमको इन्टरफेस देखाउने छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ मेसेज च्याट जीपीटी भनेर देखाएको छ। यसमा हजुरले सोध्न सक्नुहुन्छ। च्याट जीपीटी मा सोध्न सक्नुहुन्छ एसई साइन्स अथवा म्याथ कुन सोध्ने हजुरले यहाँ जस्तै म हजुरहरुलाई देखाउनका लागि यहाँ साइन्स सोध्ने छु। साइन्सको क्वेशनहरु कतिवटा हजुरलाई क्वेशन चाहिएको छ त्यही अनुसार हजुरले यहाँ सोध्नु होला। जस्तै म हजुरहरुलाई देखाउनका लागि 15 वटा सोधे। यहाँ 15 वटाको क्वेशनहरु 15 वटा भनेर यहाँ सोधे। यति लेखिसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ कालो यहाँ आइकन देख्न सक्नुहुन्छ। यसमा कालो आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि हजुरलाई च्याट जीपीटीले यहाँ देख्न सक्नुहुन्छ 15 वटा क्वेशनहरु यहाँ देखाएको छ। यसरी यहाँ देख्न सक्नुहुन्छ। यसरी 1 नम्बरमा रहेको छ सूर्य कसरी उत्पादन गर्छ। यहाँ देख्न सक्नुहुन्छ। यसैगरी 2 नम्बरमा देख्न सक्नुहुन्छ प्रकाशको गतिको मान कति हुन्छ भन्ने सोधेको छ। यसैगरी 3 नम्बरमा देख्न सक्नुहुन्छ न्युटनको दोस्रो गति नियम के भन्छ भनेर सोध्न सक्नुहुन्छ। यसैगरी यहाँ देख्न सक्नुहुन्छ 15 वटा हजुरहरुलाई क्वेशन यहाँ प्रोभाइड गरेको छ च्याट जीपीटी एआई ले। त्यसपछि हजुरले यसको एन्सर थाहा पाउन मन छ भने हजुरले यहाँ तलपट्टि देख्न सक्नुहुन्छ मेसेज च्याट जीपीटी। यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ हजुरले यहाँ सर्च गर्न सक्नुहुन्छ। यसको एन्सर पनि देऊ भनेर यहाँ सोध्न सक्नुहुन्छ। पनि देऊ भनेर हजुरले यहाँ देख्न सक्नुहुन्छ। कालो आइकन देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुभयो भने हजुरलाई त्यो 15 वटा क्वेशनहरुको एन्सर पनि हजुरहरुलाई एकदमै सजिलो अनि सरल भाषामा यसले त्यसको एन्सर खोजेर हजुरहरुलाई प्रोभाइड गर्नेछ। यहाँ देख्न सक्नुहुन्छ 15 वटा क्वेशनको एन्सर एकदमै हजुरलाई च्याट जीपीटी एआई ले एकदमै सजिलो अनि सरल भाषामा हजुरहरुलाई त्यसको एन्सर पनि यहाँ खोजेर दिएको छ। यहाँ देख्न सक्नुहुन्छ। यसैगरी हजुरले यसको क्वेशनको एन्सरहरु यसमा सजिलैसँग हजुरहरुले पढेर अथवा प्र्याक्टिस गरेर अथवा नोट गरेर पनि हजुरहरुले यसको क्वेशनको एन्सर एकदमै सजिलो तरिकाले प्र्याक्टिस गर्न सक्नुहुन्छ। यसरी नै हजुरहरुले एसई को तयारी साइन्स विषयको तयारी यसरी नै गर्न सक्नुहुन्छ। आई होप हजुरहरुलाई यो च्याट जीपीटी बाट हजुरहरुले एसई को तयारी गर्ने कुरा हजुरहरुलाई कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट अनि शेयर गर्न चाहिँ नभुल्नु होला। धन्यवाद।